यो भएन रहेछ फुट्यो घरमा बसेकोले खुट्टा चिलाइसक्यो आमाको है यहाँ चाहिँ हो के पो काली यो रेडी भयो हो यतिको त भयो कम से कम हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सो गाइज मैले चाहिँ भिडियो आज साँझमा बनाइरहेको छु है किनभने चाहिँ म र आमा चाहिँ भक्का बनाउन आँटेको फर्स्ट टाइम हो के कस्तो हुन्छ थाहा छैन जान्दिनँ जान्नु चाहिँ यता थाप्नु न सो गाइज हामी चाहिँ यहाँनिर बनाउन आँटेको छौँ भक्का फर्स्ट टाइम बनाएको कस्तो हुन्छ म त गिलो गिलो देखेको थिएँ खै हो नि त होइन हौ यो टाइट त हुँदैछ नि त यतिको त कति हाल्नु यो ए चामल कुटेको हो ए पिसेको मिक्सीमा अन्त अब यो लुगाले ढ्यापेकोमा छ हाम्रो आमाले चाहिँ कहाँ सिक्नु भएको अरे आमा पानी ट्याङ्कीमा सिकेर आएको रहेछ आमाले चाहिँ हो उयोमा अब यसलाई पक्का पार्नु टाइट एक एकवटा गर्ने दुईटा गाइज अब चाहिँ हामी आगोमा हाल्छौँ यो चाहिँ ल सो गाइज अब चाहिँ हामी यहाँनिर चुलामा पकाउँछौँ हुन्छ के हुँदैन के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछौँ फेरि होइन आमा ल म चाहिँ गएको ल अब एकछिन कति मिनट एकछिनमै देख्थ्यो तल त कहाँ पर्खिनु ल म हेर्छु ल सो गाइज यो चाहिँ सेकेन्ड हो सेकेन्ड लट यसमा चाहिँ चिनी हालेको छु अर्को चाहिँ यहाँ मक्टुमा हालेको छु हुँदैछ कि भएको छैन फर्स्ट टाइम हो के कस्तो हुन्छ थाहा छैन अब यति छ म चाहिँ यहाँनिर पोपट भइसक्यो के भन्दाखेरि भर्खर निकालेको यो भएन रहेछ फुट्यो यत्रो टाइम लाउँदा भएको फुट्यो नि अथा त भयो फुट्यो उयो तान्नु फुट्यो नि हाम्रो त के भयो हेर नजानेर हो कि बनाउनु चिनीवाला चाहिँ कस्तो भयो अनि यसो त फुट्यो बिना पत्ताको साङ पार्दा पनि हुन्छ अन्त है कहिले यस्तो त्यही हो नि केही न केही फुलको जस्तो हुन्छ फुटेको जस्तो हुन्छ आयो खै अलिकति हालिदिनु त पानी यहाँ अब चाहिँ पानी हाल्नु न दुध ए मजाले दुधमा भोटेर चाहिँ बनाउनु पर्ने हुन्छ हेरौँ के कस्तो हुन्छ सो गाइस अब चाहिँ हामी यहाँनिर दुध हालेर ट्राई गर्दैछौँ कस्तो हुन्छ सो गाइस यहाँनिर भक्का सका यही भएन छिटो हो म चाहिँ अब भात बसाउन आँटेको हो लास्टमा भातै हो जस्तै गऱ्यौँ जे गऱ्यौँ यता काकी
यो 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 रातो टमाटर 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 आमा चाहिँ यहाँ बनाउँदैछ भक्का यहाँ काकी गइहाल्नु भएको म चाहिँ यहाँ अङ्गुठीमा के पो यो कोइला हाल्नु हुँदैछ म यहाँ भात बसाउँछु अब आमा हुँदैछ कि भएको छैन भक्का सक्का तपाईँको हालौँ उयो 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 हात दुख्यो उयो उयो यो बनाउनु न यो 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 त्यहाँ कोइला छ अब चाहिँ म भात बसाउँदैछु यहाँ भात बसाउने हो ला भएन त तपाईँको भक्का त पानी कति हाल्नु हेर्नु त 2 जना पुग्छ न 2 जनाले लो बनाउँदै गर्नु है म गएको ला यहाँ मेरो आमाको चप्पल चाहिँ एउटै खालको रहेछ हो यो चाहिँ आमाको हो त कन्फ्युज भइदिन्छु क्या दिन त होइन रात पर्न आँट्यो साँझ भइसक्यो ल गाइज म चाहिँ अब यहाँनिर बनाउँछु यो चाहिँ आमालाई इस्कुसको मुन्टा हो अन्त म र पापालाई चाहिँ चिकन बनाउनुपर्छ आमाले चाहिँ खानु हुँदैन नि त हो अन्त म चिकन भुट्छु अब ए होइन पहिला चाहिँ म साग काट्छु आमा यो उयो तपाईँले गर्नुभएको सफा गर्नुभएको यो तपाईँको सब्जी यो तपाईँको सब्जी हौ पकाइदिँदै गर्छु ल यो लडाहरू चाहिँ काट्नु म त यो त डल्लै फ्याक्छु अब डुकु इस्कुसको मुन्टा पकाउन आँटेको छु हो आमाको लागि आमाले चाहिँ एकदम सादा खानुहुन्छ नि त फिलहाल बिमारले गर्दा तेल पनि कम्ती सादा प्याज मात्रै हालेर खानुहुन्छ त्यो पनि प्याज पनि यत्रो बढे प्याज पनि यति मात्रै अर्कन नाको के
गई नै पल्ट उयो माथि हौ उयोकोमा बिकम अङ्कलहरूको त्यहाँनिर बुझिसँग बुझिन ए त्यसै तिमी कहाँ गएको थियौ कि मगाउँद ए बडीहरुकोमा चिकन बनाउनु आँटेको के सो गाइस फाइनली हाम्रो यो रेडी भयो हो यतिको त भयो कमसे कम अलिकति भए पनि के भयो रे पापा र आमा चाहिँ मैले ए पापाले मैले मगी त्यही भने त आमा आमाको दबा छ त पाके छ अलिक केरे केरे किरिक किरिक छ है पापा चुर्ना परेर सबै खानु न तपाईँ झन् बेसी नखाने आमा पाकिनु भन्दा मैले लान्छु ल यहाँ लान्छु पाक्यो भने छि कस्तो नराम्रो छि केरेक केरेक भयो म सकिनँ खानु मन परेन यो चाहिँ पाकिसक्यो अब चाहिँ यहाँ चाहिँ चिकन रेडी भइसक्यो र पापाको लागि अलिअलि ग्रेभी हाल्छु यसमा चाहिँ गरममा त जोड्नु त जाडोमा त सक्दैन त सो गाइस चिकन चाहिँ रेडी भइसक्यो अब चाहिँ हो मैले चाहिँ सुकाइहालेँ अलिअलि किनभने अलिकति बेसी नुन बेसी हालिपठाएछु त्यही भएर यहाँ चाहिँ एकदम कम्ती खानु पापाले आमाले यस्तो अन्त रस हालेँ मैले चाहिँ अलिकति के भने मैले भिडियो बनाउँदैछु बुच्ची बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ तरिका सिकेर आइन्छ बोल्नलाई तिमी नै चाहिन्छ ल देख्नुभयो होला हाम्रो बुच्चीको डान्स यतिको चाहिँ हुनु पर्यो मेरो चिकन रेडी भइसक्यो अब मैले चाहिँ अलिकति काकीहरूमा लगिदिन्छु अन्त चाहिँ हामी पनि खान्छौँ खाना सो गाइज आज चाहिँ नेक्स्ट डे हो म चाहिँ आमासँग उपर जङ्गल जानु आँटेको जङ्गल जानु आइया आमालाई पर्खिरहेको छु यहाँनिर म चाहिँ हो आमा पनि घरमा बसेकोले कति घरमा बसेकोले गर्दाखेरि एकदम आमालाई छुक 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 भइसक्यो मेरो पतिहरू के भइसक्यो होला भन्दै हो त्यही भएर चाहिँ आमासँग एकछिन गएको साथी हो अहिले आमा अलिक निकै सन्चो हुनुभएको छ र चाहिँ यस्तो लगाएर आमाको चियापत्तीहरू हेर्नु जाउँ भनेको आमाको खुट्टा चिलाइसक्यो घरमा बसेकोले खुट्टा चिलाइसक्यो आमाको है अन्त चाहिँ आज चाहिँ गएको हामी अलिक सन्चो भएर आमा अहिले चाहिँ चियापत्तीहरू हुर्किसक्यो भन्दै थियो त्यही भएर चाहिँ गएको चियापत्तीहरू टिप्नु हेर्नु हेरिरहेको छ कि खेताला बोलाउनु पर्यो नि त
खाने त टिपिकन आउनुपर्छ होइन। आज चाहिँ म पनि टिप्छु चियापत्ती। छैन मेरो पत्ती टिप्लेले पनि छैन, पत्ती कोही डोरी पनि छैन। हिजो त मैले भिडियो बेलुका बनाएर त पाकेर त खानुको धुनमा फेरि बनाउनु बिर्सेछु पो। अन्त अहिले अन्त अब चाहिँ म फेरि 12 बजीको खानासाना खाएर गएको। पहिला रोड यस्तै यो पहिला हाम्रो ठुलो रोड थियो गाडी कुद्ने आयामा, अहिले छैन। खै बुच्चीले निङ्गुडे खोज्नु यो कसको हो आमा? यो जग्गा यो मतलब यो हाम्रो हो। खै कुन चाहिँ पत्ती चाहिँ टिप्नुपर्छ? यत्रो ठुल्ठुलो छ त अन्त। अस्ति मैले यो एक्लैले गोडेको कहाँ अन्त हामी आमा जानु त्यहाँ पर अघि भनेको मैले। हामी चाहिँ कहाँ जान्छौँ भन्दाखेरि हाम्रो अर्को घरमा जान्छौँ, नयाँ बनाउँदै गरेको घरमा। आमा अङ्कल काकी पापाको घरमा जान्छौँ। अब चाहिँ बर्खामा बस्ने घरमा, किनभने त्यहाँ माथि बस्यो भने पहिरोहरू आउने डर हुन्छ। त्यही भएर चाहिँ अङ्कलले त्यहाँनिर बनाउनु हुँदैछ। त्यो पनि म अस्तिदेखि जानु मन लागिरहेको थियो त्यहाँ हेर्नु होइन। अन्त आज चाहिँ यहाँबाट लगाएको बेलामा जाउँ भनेर चाहिँ आमालाई भनेको। अन्त एकछिन पत्ती टिप्छौँ अन्त चाहिँ जान्छौँ। अहिले देखाउँछौँ है त हाम्रो नयाँ घर त्यहाँनिर। अब चाहिँ म टिप्नु थाल्छु है त। ए काकी म आउनु भएछ हौ। अहिले भर्खर के अरे कहाँबाट पत्ती टिपेर आएको फेरि हिँड्नु लागिहालेछ। ल म चाहिँ टिप्नु थालेको है गाइजहरू। अब यस्तो टिप्नु होइन। हाम्रो यता समरिक चाहिँ कमान बन्द भएर हजुर हाम्रो चाहिँ यहाँ समरिक कमान बन्द भएर चाहिँ आफ्नो आफ्नो जग्गा उयो गरेको छ, रोकेर चाहिँ यसलाई नै टिपटाप पारेर बेचबाज पारेर जीविका चलाउनुहुन्छ हयामा। आयो यो चाहिँ हामी घरमा खाने पत्ती हो। आमाले यता टिप्दैछ। ओह्रालो त उयो नहुनु लगाइज। अब टिपेर भेट्यो। मैले यति चाहिँ टिपेँ। सो गाइज मैले चाहिँ यति टिपिसकेँ हो। सो गाइज अब चाहिँ हामी निक्लिँदैछ। किन राम्रै छ त। अब चाहिँ हामी हाम्रो घरतर्फ जाँदैछौँ, अर्को नयाँ घरमा। अङ्कल काकीको अन्त आमा र पापाको घर जाँदैछौँ अहिले चाहिँ। यताबाट त्यस्तो देख्छ यतै। हामी चाहिँ आइपुगिसक्यौँ अब हो अङ्कलले बनाउने गरेको कटेरोमा। यहाँ चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ हो भोलि पर्सि चाहिँ अब त्यहाँ हाम्रो माथि घरहरूमा चाहिँ अलिकति पहिरोहरू आउने डरहरू छ नि त। त्यही भएर चाहिँ पानीहरू पर्दाखेरि चाहिँ यहाँनिर हजुर पानीहरू पर्दाखेरि चाहिँ यहाँनिर आउने भनेर चाहिँ बनाउनु हुँदै रहेछ अङ्कलले चाहिँ हो। यस्तो छ यति बनाइसक्नु भएछ। तिरुपति जुङ्गामा कस्तो मजाले बाकलहरू लगाएको छ है। अनि यो पालि यही उयोमा बनाइसक्छ त।
त्यहाँ दैलो रहेछ ऊ यता बाँड्नु पर्ने रहेछ हो 2 कोठा हुन्छ यहाँ ए आया हेर आम्मा कस्तो मेहनत होला यहाँ यतै सर्छ जतिकै मेहनत गरेछ नि त अङ्कलले आमा झन्डै लड्यो हौ लो यतिको मेहनत चाहिँ गर्नु मेरो बारेमा यहाँ रहेछ काकी चाहिँ हो कता हौ खोइ काप्थ्यो अहिले भर्खर ए हो यहाँ काकी घाँस काट्दो रहेछ त्यहाँ चाहिँ हजुर दिन चाहिँ कस्तो दामी भइरहेको छ आज जाउँ ब्याग भिराइ फेरि दामी छ मेरो यताबाट घोप्टी साटिसकेछ अर्केको घोप्टाउला घोप्टिनु फाटेछ त के हो आमा यो पत्ती तौली यहाँ तौलिन्छ यहाँ चाहिँ पत्ती तौलिने रहेछ हो के भयो काकी घाँस काट्दैछौ यहाँनिर हो यहाँनिर यसो घाँस काट्दै काकी चाहिँ उफ गरम भयो यहाँ चाहिँ अङ्कल हुनुहुँदो रहेछ हो अलैँची रोप्दै रोपेको रहेछ यहाँ चाहिँ अङ्कलको दिनभरि यहीँ है अलैँची रहेछ नि त यहाँ चाहिँ पानी चाहिँ कहाँबाट ल्याउनुहुन्छ अन्त पाइप जोडेर बालसन यो ग्राउन्ड कस्तो दामी पो रहेछ त दिन चाहिँ दामी यहाँबाट चाहिँ दामी देख्दो रहेछ त अङ्कलको टोपी फेरि दामी रहेछ हो टोपी सोसियल मिडिया राख्छ यहाँ क्यारिज गर क्यारिज होइन यहाँनिर ल्याउँथ्यो आमाहरूले हामीलाई पहिला नानी हेर्ने गरी यहाँ चाहिँ छैन अहिले त जङ्गल यहाँ तल जङ्गलमा चाहिँ क्यालिज ओथ्रा बसिरहेको रहेछ हौ अरूहरू खान्छ नि नि यसरी भुइँमा बस्दो रहेछ है मन गर्दिन आयो लगाइ अब चाहिँ गएको हामी घर है यो एकदुवटा अब चाहिँ गएको घर हामी चाहिँ हो अन्त म चाहिँ भिडियो यहीँ एन्ड गर्न चाहन्छु बाइ बाइ गाइस सी यु इन द नेक्स्ट भिडियो हाम्रो घरहरू यहाँ कता छ खै हौ हाम्रो घरहरू देख्दैन यहाँ चाहिँ बडाले घाँस काट्नु हुँदो रहेछ बडा पत्ती टिपेर घाँस काट्नु भएको आया अब चाहिँ पुग्न आँट्यौँ हामी हिँडिसकेछ बडाले पनि